ब्याक छ गाइस तपाईहरुलाई मेरो अर्को नयाँ भ्लगमा हैन म चाहिँ फाइनल्ली हेटौडा आइपुगे अहिले म हेटौडाको ठ्याक्क एचआईटीमा छु हेर्न सक्नुहुन्छ तपाईहरु दिस हेटौडाको एचआईटी म चाहिँ यहाँ एक्लै बौलाइरहेको छु साथीलाई पुरिरहेको छु साथी लिन आउँछु भन्थ्यो अहिलेसम्म आइपुगे छैन कतिखेर आउँछ मलाई थाहा छैन यो रोड हेर्नु कस्तो दामी छ भने बवाल लाग्यो मलाई यो रोड चाहिँ अहिले एउटा पठाइन आउनुपर्छ क्यामेरा लिएर साथीको मस्तले आउनुपर्छ मस्तले गाइस मस्तले कहाँ गयो त्यो साला आउँदैन त साथी म निस्के घरबाट भन्थ्यो कहाँ निस्क्यो कहाँ पुग्यो आउँदैन त खोइ फाइनली गाइस फाइनली सालालाई एचआईटी आइज भनेको नेपाल ब्याङ्क अगाडि पुगेछ भन्ने कस्तो पागल होला आइरहेछ उहाँबाट पुरै तुफान सहित आउँदैछ तपाईहरुले देख्न नसक्नु होला हैन त्यो ठ्याक्कै यही बसको पछाडि छ के हेर्न सक्नुहुन्छ तपाईहरु मेरो साथीलाई यही हो हि इज कमिङ एन्ड आई एम वेटिङ यहाँ आइज भनेको नि कहाँ नेपाल ब्याङ्कको पछि अगाडि गएर पुरेर बसिरहेको रहेछ के आयो फाइनल्ली गाइज पठाउ आयो मेरो पर्सनल पठाउ आयो है अब म चढेर लागि पर्सनल पठाउ गरेर तपाईहरुलाई अहिले उता पर गएपछि भेट्छ है त के कस्तो हुन्छ झन्डै एक्सिडेन्ट अहिले एकछिन यसो फोटोसोटो सुट गर्न लागेको हैन यहाँ मेरो पठाउ पर्सनल पठाउ प्लस क्यामेराम्यान छ नि त यहाँ मेरो अनि यहाँ हेर्नु कस्तो दामी फुल रहेछ त है अनि म यहाँ चाहिँ अहिले फोटोसुट हान्दैछु तपाईहरुलाई फोटोसुट हानिसकेपछि भेट्छ है साला जापान जाँदैछ हैन यहाँ निन्जा हतोडी हेरेर बसिरहेको कहिले ठुलो हुन्छ भने यहाँ हेर्नु न मान्छे चाहिँ यत्रो छ हैन जापान जान पुरै रेडी भएर बस्यो हैन घरमा निन्जा हतोडी हेर्दैछ के यो कहिले ठुलो हुन्छ भने कहिले बढ्छ कहिले दिमागतिर विकसित हुन्छ भन्छ गाइस यहाँ भेले छ तपाईहरुले देख्नु भएको होला बत्ती बाल्छु म रोक्नु फ्ल्यास बाल्छु भेले बत्ती बाल्छ नाटक नगरे ए देखिरहेको रहेछ अनि पानीपुरी हाम्रो सामानहरू ए बाउ चाउचाउ खाने नि त पानीपुरी खाने हो हामी अहिले घर गएर डल्ले यता हेर त चाउचाउ देखा न यता हेर चाउचाउ देखा न डल्ले अनि खोइ त पानीपुरी मसला खायो नि त डल्ले हामी अब यहाँ पुरै पानीपुरी मसला खोजिरहेछौँ होइन हेरौँ हामीले कहाँ भेट्छौँ यहाँ रहेछ कि ल पानीपुरी मसला हामीले भेट्यौँ हामी बोकेर जानेछौँ हस् धन्यवाद अनि किन ब्लग हो यहाँनिर हेर्नु होइन पानीपुरी खानाहरू सामान किनेर माटबाट लिएर आएर हामी चिया बिस्कुट खाँदैछौँ यहाँ स्क्याम हान्दिएर यहाँले होइन अब यहाँ चिया खुवाउँछ नि त त्यही भएर चिया बिस्कुट खुवाएर होइन स्क्याम हान्दिएर चाउचाउ जस्ता त्यस्तै लडिरह यता यो गेममा लाग्यो त्यो गेममा लाग्यो पानीपुरी कसैले बनाउँदैन आजलाई पानीपुरीको प्लान हाम्रो क्यान्सल हुन गइरहेको छ पछाडि डल्ले चोट देश छ अगाडि ओम काले जिन्दगी भइरहेको जस्तो एउटा विराज काले देख्दिनु तपाईहरुले अनि यहाँ अहिले हामी ठ्याक्क एचआईडी जाँदैछौँ होइन यताबाट यस्तो मस्तले होइन हेर्न सक्नुहुन्छ तपाईहरु अब यहाँबाट हामी पेट्रोल हालेर त्यहाँबाट मनोकामना डाँडा हामी अहिले कहाँ के गर्न आएको हामी तेल हाल्न अब हामी कहाँ जान लाग्यो कहाँ डाँडा हामी मनोकामना जान लागेको हामी पेट्रोल हाल्न तेल हाल्न ठ्याक्क यहाँनिर 161 भएछ अहिले होइन अब 200 को तेल हालेर हामी यहाँबाट निस्किनु पर्ने हुन्छ किनकि हाम्रो बाइकले धेरै तेल खाँदैन यो त स्प्लेन्डर हो अनि अब बजार निस्किनु पर्छ यहाँ मेरो ज्याकेट हेर्न सक्नुहुन्छ मेरो गेटअप हेर्न सक्नुहुन्छ यो ज्याकेट होइन अस्ति भर्खर 7,000 हेर्नुहोस् तपाईँहरूलाई हामीले डाँडामा भेट्नेछौँ मनोकामना आइपुग्यो होइन हाम्रो ड्राइभर दाइ हेर्न सक्नुहुन्छ यहाँनिर हाम्रो ड्राइभर दाइ अब माथि छ यहाँ यता म यता डल्ले यता मनोकामना मन्दिर ल हेर अब पोतिदिए ल दुईचोटि क्यामेरा फर्कै दुईचोटि पोतिन खोज्छ त अनि ल यो चाहिँ हाम्रो ड्राइभर साहब है यहाँ माथि मनोकामना मन्दिर अनि भ्यू हेर्न भनेर आएको भ्यू चाहिँ पोल्युसनले गरेर केही देखाएन हेर्नु न यस्तो भ्यू हेर्नु नि हामी उहाँबाट आएको यार आँखा पोलिरहेको यस्तो पोलिरहेको नि हो यो चाहिँ पिकनिक स्पोट हो है फाइनली मनोकामना डाँडाको डाँडामाथि आइयो हेर्न सक्नुहुन्छ तपाईहरु होटल राणा होटल
मनोकामनाको लगभग पनि 5-4वटा कि 3टा 4टा छ यसो 2-3टा भन्छ कि 4टा हुन्छ मनोकामनाको मात्रै अब हेटौँडामा कहाँ छ त जानिने मनोकामना त्रिखण्डी सिस्नेरी त हो अनि सिस्नेरी पनि एकचोटिको त छ यता हेर्न सक्नुहुन्छ डाँडाको भ्यू तलको त के भ्यू देखाउनु केही छैन नि हेर्न सक्नुहुन्छ यो चाहिँ दामी चाहिँ यता ढुङ्गाको वाल यता म के भयो डुबेर 2जना रेस्ट इन पिस होइन 2जना सिस्नेरीमा मर्नुहुने हाम्रो दाजुभाइहरूलाई आइयो हामी फाइनल्ली बाइकमा स्कुटीमा तेल हुँदा हुँदै यसरी ढेकालेर जानु पऱ्यो यहाँ खुट्टाले ए ओह्रालो नआइन्जेलसम्म तेल चाहिँ फेरि हाम्रोमा होइन स्कुटीमा फुल छ कि फुलै होला तेल फुल छैन त डल्लै एक लाइन घट्यो होला त्यो चाहिँ एक पनि घटाएन फुल छ अरे तर पनि ठेल्न लगाइरहेको त्यो लोभी होला क्या डल्ले सान हेर्न सक्नुहुन्छ यता भ्यू यो चाहिँ हाम्रो राम्रो हेटौडा सुन्दर हेटौडा गुड हेटौडा भेरी गुड हेटौडा जे भन्यो नि हाम्रो हेटौडा राम्रो हेटौडा तपाईँहरू यता हेर्न सक्नुहुन्छ होइन हामी चाहिँ यहाँनिर स्कुटी स्टार्ट नगरेर होइन स्कुटी धरि न्युटर्न लिएर गइरहेको क्या हामी न्युटर्न त जाँदैन होइन त्यही पनि हेर्न सक्नुहुन्छ मोबाइलको बत्ती बाल्दै हिँडिरहेको स्कुटी लिएर मोबाइलको बत्ती बाल्दै यसरी हिँड्नुपर्छ साथी भइयो चाहिँ पेट्रोलको लागि यतिसम्म चाहिँ गर्नुपर्छ मोबाइलको बत्ती बाल्दै अगाडि पकड मोबाइलको बत्ती बाल्दै पेट्रोल बचाउने धनीमानीहरू पेट्रोल हुनेहरू त्यसरी जान्छन् हामी नहुने चाहिँ यता साथीले मोबाइलको बत्ती बालिरहेको चाहिँ होइन अनि म भिडियो बनाइरहेको छु अर्कै स्कुटी हाँकिरहेको छ यसरी यो भ्यू हेर्नु है पेट्रोल चाहिँ नभएको चाहिँ होइन पेट्रोल फेरि नभएन पेट्रोल हामीसँग फुल छ फुल ट्याङ्की पेट्रोल हुँदा हुँदै पनि हामी यसरी हिँडिरहेको छौँ कि अगाडि बत्ती बाल्दै अब चाहिँ म घर आइपुगेँ होइन अनि आजको लागि चाहिँ भ्लग यहाँ इन्ड हुन्छ तपाईँहरूले यदि यहाँसम्म यो भ्लग हेरिरहनु भएको छ भनेदेखि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हस्त धन्यवाद गाइज बाई गुड नाइट टेक केयर हेभ अ स्विट ड्रिम बाई बाई गाइज